So welcome to our video. Today in this video I'm going to tell about steps of planning. The first step is that analysis of health situation. Analysis of health situation मा के गर्ने यसमा के गरिन्छ भने स्वास्थ्य हाम्रो कम्युनिटीमा भएको मानिसहरू इन्डिभिजुअलहरुप्रतिको स्वास्थ्य बारे कस्तो थट छ त्यसको कस्तो प्र्याक्टिस छ त्यसलाई पछि कहाँ जान्छ र त्यहाँको वातावरणमा स्किल प्राविधिक शिक्षा युक्त भएको मान्छेहरू छ कि छैन र त्यहाँ हस्पिटलको क्लिनिक्सहरुको सुविधा छ कि छैन भन्ने विभिन्न कुराहरू हामीले यस मार्फतले एनालाइसिस अफ फिजिसियन मार्फतबाट हामीले फाइन्ड आउट गर्छौं। यो फाइन्ड आउट गरेपछि हामीले अब्जेक्टिभ सेट गर्छौं। अब्जेक्टिभ सेट किन गर्नुपर्ने भने अब्जेक्टिभ सेट गरेपछि हामीले पटक यसले रिमाइन्ड गराउँछ कि मलाई यो कुरा गर्नु छ, मैले यो एम लिएर यो कार्य सुरु गरेको छु र यो मेरो गन्तव्य हो, यहाँसम्म पुग्ने हाम्रो छ भने यसले पटक डाइरेक्ट गरिरहन्छ हाम्रो एक्सनलाई। अहिले जब हामी इम्प्लिमेन्ट गरिरहन्छ त्यतिखेर हाम्रो माइन्डमा आउँछ कि यो हामीले एचिभ गर्नु छ, अनि त्यो एचिभ गर्नलाई हामीले के गर्नुपर्छ भन्ने कुराहरू पनि बताउँछ यसले। त्यसपछि हाम्रो एनालाइसिस अफ हेल्थ सिचुएसन त्यो भएपछि अब्जेक्टिभ सेट गरेपछि थर्ड नम्बरमा एसेसमेन्ट अफ रिसोर्सेस। त्यो कम्युनिटीमा रिसोर्सहरु कस्तो छ हैन, कुनै प्रोग्राम हामी इम्प्लिमेन्ट गर्नको लागि त्यहाँको रिसोर्स कस्तो छ, लोकल रिसोर्सहरु, त्यहाँको पार्टिसिपेसन कस्तो छ, त्यहाँ दक्ष शक्ति छ कि छैन, त्यहाँ एजुकेटेड पर्सनहरु छ कि छैन, पैसादेखि लगाएर विभिन्न कुराहरू सबै कुराहरू हामीले यसमा फिल्टर गर्छौं। त्यसपछि हामीले के गर्छौं, फिक्सिङ प्रायोरिटिज गर्छौं। फिक्सिङ प्रायोरिटिज भन्नाले अब कम्युनिटीमा धेरै समस्या आउन सक्छ, ती समस्याहरूमध्ये हामीले चाहिँ चुज गर्छौं र एउटा हायरार्कीमा राख्छौं अनि त्यस मोस्ट अफ जुन समस्या एकदम प्रचलित अथवा भनौं एकदम विकराल रूपमा छ भने त्यसलाई हामीले माथि राखेर बरु त्यसको लागि हामीले फर्दर हामीहरू आफ्नो कार्यहरू बढाउँछौं। त्यसपछि हामीले के गर्नुपर्छ, फिक्सिङ प्रायोरिटी गरेपछि हामीले फर्मुलेट प्लान र हामीले प्लानलाई लेख्नुपर्छ ए टु जेड। कसले के काम गर्ने, कहिले गर्ने, कसरी गर्ने, यो सबै प्रिडिटरमाइन्ड भएपछि इम्प्लिमेन्टेसन फेजमा हामीले केही अप्ठ्यारो हुँदैन र यो कुराहरू एकदम जरुरी छ। त्यसपछि हामी प्रोग्रामिङ एन्ड इम्प्लिमेन्टेसन कुराहरू हुन्छ। अब हामीले त्यो प्लानलाई इम्प्लिमेन्ट गर्छौं। इम्प्लिमेन्ट गरेपछि हामीले के हुन्छ, प्लानिङ एन्ड इम्प्लिमेन्टेसन भयो। त्यसपछि हामीले अब